दर्शक नमस्कार, स्वागत छ तपाईहरुलाई सबैजनालाई ब्लगमा। फेरि पनि हामी खण्डाला घुम्नको लागि जाँदैछौँ। तपाईहरुलाई देखाउँदैछौँ हामीले यहाँको दृश्य। छौँ साथीहरू, ल साथीहरू है छौँ हामी। ह्यापी दिवाली। हामी घुम्न जाँदैछौँ आज दिवालीको उपलक्ष्यमा सबैजना साथमा घुम्नको लागि। अब हामी यहाँ बाटो उकालो लाग्दैछौँ होइन, एकदम मेन पोइन्टहरू तपाईँहरूलाई देखाउने। गया साल में गया था नेपाल। हाँ, जो खंडाले में दिख रहा है ना पहाड़, वैसा ही उधर भी वैसे ही दिखेगा, कुछ अलग नहीं है। बाय बाय, ह्यापी दिवाली। ल हामी दिवालीको बेला फेरि घुम्न आएको छौँ है। हामी 8 जना ग्रुप कतै नै रहेछ नि, हेर्नु त तल भासुको भिडियोभन्दा त सानै रहेछ होइन साला। त्यो ब्रिज बन्द रहेछ हेर्नु त त्यहाँ। डेन्जर छ त होइन, डेन्जर ब्रिज बन्दै रहेछ। पुरा पार्क छेडेको है। छेडेको टुनल बन्दै रहेछ है। हजुर। ल ट्रेन चाहिँ पर रोकिएको रहेछ। उता हेर ब्रिज कस्तो बनिरहेछ। ल यो चाहिँ खण्डाला हो, पुनादेखि र यो मुम्बईबाट आउन मिल्ने खालको ठाउँ छ, घुम्ने राम्रो लाइकको। तपाईँहरू पनि आउन सक्नुहुनेछ। तपाईँहरूले भोक लागेको बेला यहाँ विभिन्न किसिमको फलफुलहरू, मकैहरू, आँपहरू खानलाई पनि मिल्छ। हामी यहाँ घुम्ने क्रम जारी छ। तपाईहरूलाई सलादहरू अनि यहाँ विभिन्न मान्छेहरू पनि आउने गर्दछन् घुम्नको लागि। ठाउँ भ्यू एकदम राम्रो छ। हामी पारीतिर जान्छ, अहिले वारीको अवलोकन गरिसक्यो, त्यसपछि अब पारीको अवलोकन गर्दैछौँ हामी साथीहरू। मजाले भ्यू गरिराख्नुपर्छ। ल यतातिर पनि रोड छ, क्रस रोड। मुम्बई सातारा हाइवे हो। यहाँबाट मुम्बईदेखि सातारा जाने हाइवेमा छौँ हामी। यो खण्डाला भन्ने ठाउँमा छौँ अहिले। सुरुवातीमा मङ्की पोइन्ट घुम्ने क्रम जारी छ। साथीहरूसँग घुमघाम गर्दैछौँ हामी। सिनहरू न कति दामी छ है केटाहरू, हेरिरहँ। तपाईँहरू पनि आउन सक्नुहुनेछ। यो चाहिँ मङ्की पोइन्ट पुनादेखि पनि नजिक पर्छ भने, खपौलीदेखि पनि नजिक पर्छ। तपाईँहरू मुम्बईदेखि पनि आउन सक्नुहुन्छ। तपाईँहरूलाई मजाको पोइन्टहरू, विभिन्न किसिमका ठाउँहरू देख्न सक्नुहुन्छ हजुरले। यहाँ आएर मनोरञ्जन लिन सक्नुहुन्छ। कसैले गर्लफ्रेन्ड छ भने पनि लिएर आउन सक्नुहुन्छ। यहाँ मजाले देखाएर घुमाएर लग्न सक्नुहुन्छ है। पहिला चाहिँ यो भर्याङ रहेछ, यो माथि डाँडामा जानलाई पनि अहिले चाहिँ बिग्रेको रहेछ। धेरै दुर्घटना भएर होला सायद।
फ्यान्टास्टिक छ, रमाइलो छ है। हामी उताबाट घुम्दै घुम्दै आएको अहिलेसम्म, अरू ठाउँ घुम्दैछौँ। पानी परेर बिचैमा हामीलाई अलपत्र पार्यो पानीले। जहिले पानी पर्छ हामी घुम्ने गर्छौँ। हामीले भिडियो बनाएको अवस्था साथीहरू, के गर्नु, हाम्रो प्लानमा त जहिले पानी भेलेन बनेको हुन्छ। हामी फेरि यो पानीबाट ओत लाग्नको लागि अब यहाँ चाहिँ बजार व्यवस्थापनको लागि रहेछ, तर यो ठेलाहरू कोही नभएको कारण हामी बस्न पाएका छौँ, ओत लाग्न पाएका छौँ। के गर्नु, यस्तै रहेछ नि त जिन्दगी भनेको। ल घुम्दै आउने क्रममा यस्तो दृश्य देख्न पाउँछौँ है हामी। यहाँबाट घुम्दै आएको, तर अहिले पानी परेर लगातार पानीको वर्षालाई छेक्दै अहिले घुम्ने क्रम फेरि जारी छ। देखाउँदैछु तपाईँहरूलाई यो ठाउँ, यो स्थान। हाम्रो ग्याङ अगाडि बढ्दैछ। हाम्रो ग्याङ है, यो घुम्ने क्रम जारी छ। हामी पानी परेर लगातार बस्यौँ होला 2 घन्टा जति। ओडाउन भएको कारणले गर्दाखेरि हामी बस्न बाध्य भयौँ र यो माथिबाट नि देखिने रहेछ। यहाँ रहेछ झन् खतरा ठाउँ त। पछाडि हुनुहुन्छ भने हामी गाइज रमाइलो छ है। एक्कासी यहाँ त हेर्नु त के आयो, यो धम्लो धम्लो आकाश, एकदम नजिकै मान्छे चिनिनै नसक्ने खालको हुस्सु आएको छ है। रमाइलो रहेछ ठाउँ चाहिँ। अहिले भर्खरै जोडले पानी पऱ्यो, 2 घन्टा वेट गरेर हामी बल्ल बल्ल यहाँ आउन सफल भयौँ। फेरि छिनमा अहिले हुस्सु आएर हेर्नुहोस् त, यहीँ नजिकको मान्छे पनि देखिनै नसक्ने भएको छ। आँखा पनि धम्लो धम्लो बनाइसकेछ। हामी यो ग्याङमा छौँ, हामी 8 जनाको ग्याङ आज घुम्नलाई यसो आइदिएको। हेर्नुहोस् त, ओहो रमाइलो गरेछ हौ, चिसो मौसम। ल हुस्सु, साह्रै हुस्सु। हेर्नु त यो एकैछिनमा अँधेरो बनाएको। हामी डेन्जर ठाउँमा आइरहेछौँ कि घुम्नलाई। भाइरल डाँडो भन्छ कि केलाई, भाइरल डाँडो रहेछ यो। हेर्नुहोस् त, एकैछिनमा पुरै केही पनि देखिँदैन। मान्छे चाहिँ हामी धेरै छौँ यहाँ। भाइरल त माथमा भाइरल कुन ठाउँ अरे? फाइनली गाइज हामी अर्को भ्युज हेर्न आएको छौँ। खान्डालामा आएको छौँ अहिले चाहिँ। खान्डालाको गार्डनमा तपाईँहरू देख्न सक्नुहुन्छ, रमाइलो छ। यसरी मान्छेहरू झुमिरहेको छन्, आफ्नो तरिकाले फोटोहरू खिचिरहेका छन् भने यहाँ चाहिँ लास्टै रमाइलो छ यतिखेर। ल यता मङ्की पनि छ। हामीले चाहिँ हेर्ने भनेको यही हो। झर्ना पनि रहेछ नि। झर्ना पनि देखियो फाइनल्ली है। रमाइलो रहेछ। यता मेन हाइवे छ, मम्मी सातरा हो। अनि बाँदरहरू पनि सस्तो रहेछ। गहिरो खाल्टा छ। तपाईँलाई देखाउँदैछु भ्यूहरू। मान्छेहरू आफ्नो तरिकाले जमिरहेका छन् भने हामी पनि आफ्नो तरिकाले फोटो खिच्ने क्रम जारी छ। यस्तो छ पारी। झर्ना हो। हेलो दर्शक नमस्कार। तपाईँहरूलाई मैले देखाइरहेको छु यो
लोनाला खान्डालाको बगैँचाबाट बगानबाट अब हामी यो हावा यति आइरहेछ कि एकदम चिसो चिसो भइरहेछ कि हामीलाई फेरि यहाँ एकदम हाम्रो यो चाहिँ मुम्बई सातारा हाइवे हो। तपाईँहरू यो हाइवेदेखि पुना पनि जान सक्नुहुन्छ। खान्डालाको हामी बगैँचा एकदम यो यस्तो दृश्य छ, तपाईँहरूलाई देखाउन चाहन्छु। एकदम रमाइलो छ। पारीबाट चाहिँ ट्रेन हिँडिरहेको छ। सुरुङको बाटो हुँदै ट्रेनहरू हिँडिरहेछ यो ठाउँमा। त्यो पारी डाँडातिर राम्रो भ्यू पनि आएको रहेछ। ट्रेन चाहिँ हिँड्ने बाटो पनि रहेछ त्यहाँ। म चाहिँ अहिले यो खान्डाला भन्ने ठाउँमा छु। हामी घुम्ने क्रममा यो ठाउँमा आउँदै रमाइलो गर्दै अब चाहिँ घरतिर फर्किने प्लानमा छौँ। अब चाहिँ हामी घरतिर जान्छौँ होला। आजको लागि यति नै भन्नुपर्छ। पुलिस ना वीडियो कॉल्स करती है, ना ही बैंक के डिटेल्स मांगती है।